ओहो भोक पनि लागिरहेछ खजुरबाट आएको मासु नै बस्न आइरहेछ यार कहिले साथीले आज मासु पकाए जस्तो छ साथी साथी लाज पनि छैन के हो यो ठाउँमा साथी साथी भयो होइन हौ साथी के हेरेको यसरी तिमीले हेत्तेले आज झन् मासु पकाएको थियो हेरि आएको छ जहिले मासु पकाउँछु यो आइपुग्छ के गर्ने होला छ्याट के भएको साथी यार के टोलाएर बसिरहेको कति छिटो कामबाट आयो कच्चाटा आयो आज त हेत्तेले साथी आऊ भित्र बस साथी ओ खोइ त सौली यार साथी आज केटाहरू चाहिँ कहाँ गएछ र केटाहरू त कोही देखिँदैन त नि म त किचनबाट खुल्दै रहेछ बन्द गर्नु पऱ्यो हेत्तेरी सबैजना यसो घुम्न गएको छ बजारतिर गएको छ आउँछ होला एकछिनमा अनि खानासाना खानुभयो कि नै के हो हतार हतार ढोका बन्द गर्नु गएको छ त के हो मासु पकाएको छ के हो बाहिर त मिठो बास्ना आइरहेको थियो त त्यो होइन नि त्यहाँबाट हावा आउँछ कि चिसो त्यही भएर हिजो अलिअलि मासु लिएर आएको थियो साथीहरूलाई कस्तो परेर राख्दै पनि अलिक थोरै छ हाम्रोमा त साथी मासु नआएको पनि धेरै दिन मलाई त महिनौ बिते जस्तो पो लाग्यो हो 2 हप्ता नखाए पनि अब एक्लै भएको भए त डेली मासु खानुहुन्थ्यो के गर्नु साथीहरू टन्नै छ गाह्रो पो छ त हो कसो मिल्छ भने आज मेरो लागि पनि यतै खानाको व्यस्त गर्नुहुन्छ कि भोक पनि लागिरहेछ ओहो गर्न त हुन्थ्यो कि 2 जना साथीहरू बजार गएको छन् अब कतिखेर आइपुग्छ उनीहरूलाई फेरि पकाउनु पऱ्यो धेरै चाहिँ होइन एउटा कुखुरा पकाएको हो मैले अब एउटा कुखुरा फेरि 3 जनै यस्तो दिन्छ फेरि हाम्रो त फेरि टन्न खाइदिने एकजना नै केही नभने एकजनाको भागमा त्यो एउटा कुखुरा त 2 किलो जति छ एकजनाले टन्नै खान्छ हाम्रो मासु धेरै खाने छ हेर्नु अब पुग्यो भने तम्तिर एक दाना दिउँ न के छ आमा हो त्यस्तो नभनौँ न हौ सम्झी यसो अब व्यवस्था गरे त हुन्थ्यो क्यारे अब हाम्रो नि पाला आउँछ त कुनै दिन खै तपाईँहरूको पालो मात्र आउँदो रहेछ तपाईँहरूको धेरै मान्छे छ त्यही भएर नि हो कि सम्झी यसो ल्याउनु न बुङ्गुर सुँगुरमा पकाइदिइहाल्छ नि मिठो अनि खाउँला 2 जना बसेर के गर्नु हो ल्याउन त हुन्थ्यो नि हुनु परेन ल्याउने चिज अहिले ल्याउने चिजै छैन कसरी ल्याउनु हो ए सम्झी यत्रो पैसा कमाउनु हुन्छ ढुमनी हाम्रो छ त हो हामी त पैसा चाहिँ के गर्नुहुन्छ पैसा सबै घरमा बढाएर मात्र नराख्नु आफू पनि खानु पऱ्यो लोभी पनि बन्नु हुँदैन कि धेरै हामी त ऊ खान्छ 3 जना छ मजाले खान्छ मासु जे मन कि त्यही बडो पैसा सक्कस खाएर त सकिँदैन फेरि हामी होइन हौ त्यस्तो त नभन्नु नि यार यो त तपाईँले मलाई लास्टै गराए यार सम्झे यार तपाईँले लास्टै मुनि पराए यार त्यस्तो होइन यार सम्झे यार सोच्नुहोस् तपाईँ मैले त्यस्तो भन्ने खोजेको नि होइन केही छैन अब त्यहाँ कति पुग्छ म तपाईँले यताउति गरौँ न अब फेरि ढोका खोल्यो कि यो बाख्रा खास्तो जान्छ कि उताबाट हावा आउँछ त्यही भएर मैले किचनहरू बन्द गरेँ तपाईँ आएको भनेर चाहिँ होइन है मैले त्यो ढोका बन्द गरेको त्यो जे पाइ त्यो नसोच्नु होला मैले दिलदार हो नि थाहा छ हामीलाई अब के को लागि त्यस्तो भनेको थाहा छ हामीलाई के को हल्ला गर्दै रहेछ उता कस्तो मिठो बास्ना हो मासु सासु पकाएर क्या केटाहरूको पार्टी छ क्या दुधमा जानु पऱ्यो यार म त ओहो दुध अहिले फेरि पनि हुन्छ के गर्नु हौ यहाँ 2 जनाको ओहो के पाक्यो आज मिठो बाँच्दो रहेछ ए आइपुगेछ फेरि यो पनि कुराकानी गरेर आएको भेटाएर हुँदाखेरि हे डला आऊ न बस के छ र बस न बस ल ल ओहो यो पनि आएछ त ओहो यो पनि किन आएछ त आज के छ त यार म अब यस्तो आएको थिएँ यसो साथी भेट्ने भएर आएको थिएँ यसो कुरो गर्न तपाईँ चाहिँ कहाँबाट हो किन आयो त्यो म बुझ्दैछु ए म कामबाट भर्खर आएको
अब यसरी आउँदा आउँदा यहाँ तिमीहरू दुईजनाको हल्ला सुन्यो अनि के चाहिँ भएछ यसो बुझ्न र हेर्न आएको अनि त्यही आज नि केही दिन र माग्न त आएको होला नि होइन के जहिले मागे हिँड्ने जस्तो लाग्यो के हो तपाईँलाई हो त्यस्तो साह्रो चाहिँ छैन ल हामी नि आफै किनेर नै खानु सक्छौँ थाहा छ भाइ देखिरहेको छु आजसम्म झेलि नै रहेको छु भाइ तिमीलाई ठिक छ हामीले नि थाहा छ के छ भने त हामी बुझिरहेको छु अब होइन तर केही छैन अब त्यसलाई फोटोसोट गरौँला होइन तर धेरै त्यो घोचेर चाहिँ नपर्नु हुन्छ ल ए भाइ मैले तिमीले यसरी खोजेर भन्यो भनेन नि खोजेछ छैन नि घोच्यो भने यस्तै खोज्नु पनि पर्छ भने भोलि खोजेको थियो हामीलाई थाहा हुँदैन अब थाहा हुन्छ नि त तपाईँ त्यस्तो नहुनु ए होइन होइन तिमीहरू दुईजना झगडा नगर न के होइन ऊ यतिकै आएको कहाँ मासुको बास्ना आयो रहेछ के छैन ठिक छ मागेको त छैन यसो अब यतै खाम कि भनेर सल्लाह चाहिँ गर्न आयो रहेछ भाइ मनमा नल्याउनु रहेछ अब तिमी अब आउने कहिले मेरोतिर आउँछ के मागेर आउँछ कहिले त के मागिरहेछ हेर हामी सबैजना यहाँ दुःखै गर्न आएको हो यसरी अब यसरी हो अब साथीभाइ हो भोलि 1 दिन देला 2 दिन देला 3 दिन देला उनीहरू पनि अब कमाउनै आएको कसरी खाने हुन्छ तिमी धेरै अब त्यो मागेर काम नचलाऊ होइन हामी नेपाली ल्याउनु के हुँदैन ठिक छ त्यो गरौँला खाउँला मिलेर यसो कहिलेकाहीँ अब आफू पनि मिलेर हेर कति गाह्रो हुन्छ दुःख हुन्छ काम हो सबैले गर्नै पर्ने अब खानाको लागि गरे हो तिमी खाना यसरी मागेर यसरी खानु मैले तिमीले भन्न खोजेको थियो होइन तिम्रो अब तिमी प्रायः आउने कहिले यो ल्याऊ कहिले त्यो ल्याऊ भन्दै आउँछ नि त त्यही भएर भाइ मैले यस्तो माग्ने भनेको छ सरी नरिसाउनु त्यस्तो केही हुँदैन अबदेखि यस्तो बरु भन दाइ मिलेर खाऊँ भन हामी मिलेर खाउँला त्यस्तो मेरो भाइ ल दाइ तपाईँले अब के भन्छ अरे म यति टाइमदेखि मागेर खाइरहेको थिएँ तपाईँले अब यस्तो भन्नुभयो ठिक छ मैले अब बुझेँ यस्तो ल तपाईँहरू बस्नु म अब घुमै गएर खाना बनाएर खान्छु होइन अब अलि तपाईँहरू कुरो गर्दै गर्नु म अब खाना पनि बनाउनु छ होइन थ्याङ्क यू अनि तपाईँले यस्तो सम्झाउनु भयो मलाई अब परदेशी यस्तो मनमा त नानी परदेशी जिन्दगी गाह्रो हुन्छ है केही छैन यस्तै हो होइन ल साथी गएको ल बाई बस न होइन म रिसाएको छैन खाना बनाउनु छ होइन खाना बनाएर आउँछु है रिसाएको छैन खाना बनाएर आउँछु यस्तो सम्झेको मात्र ल ल ल ए साथी बस न बस न दाइले भनेको पनि ठिक हो तर बस न साथी साथी बस न हौ बस नरिसा हो यस्तरी गरेर यति मात्रै गर्छु नि ल सम्झे मासुको बस्नु मिठो आयो मैले मेरो भात पाकिसकेको 1 बटको जति मलाई नि मासु दियो त सम्झे अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना अब फैमिली हेलो गाइज वेलकम छ बोथ सम युट्युब च्यानलमा अहिले अब कतिको रुचाउनुहुन्छ कतिको रुचाउनुहुन्न त्यही अनुसार हामी पनि अब अगाडि बढ्ने कोसिस गर्दैछु भर्खर स्टार्ट हुँदैछ भोलि भन्दा भन्दै अब यत्रो दिन गइसकेको छ उमेर पनि गइसक्यो अब त्यही भएर अहिलेबाट नै सुरु गर्न थाल्यौँ हामी दुईजनाले चाहिँ बहुत सम्झी अब हामी दुईजनाले हेरौँ कहाँसम्म पुग्छ तपाईँहरूको सो हाम्रो च्यानललाई माया गरिदिनु यति भिडियोले अब यहाँसम्म तपाईँले हेर्नुभयो भने पक्कै पनि तपाईँले हाम्रो भिडियो फुल हेर्नुभयो होला प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन माया देखाइदिनु होला हामी नयाँ नयाँ भिडियो अलि राम्रो भिडियो अलि तपाईँहरूको लागि मनोरञ्जन भएको भिडियो लिएर आउनेछु अब त्यही हो हस् त धन्यवाद।